यतिखेर चाहिँ हामी लामाटारमै थियौँ। योभन्दा अघिल्लो भिडियो हेर्नुभयो भने थाहा भयो हामी किन लामाटार गएको भनेर। अनि बेलुका भएपछि चाहिँ रिदम बिरामी हुन थाल्यो, यसरी ज्वरो आउन थाल्यो। अनि भर्खरै ज्वरो आउन थालेपछि उसलाई झन् छिटो छिटो साह्रो हुँदै गइहाल्यो क्या। अनि त्यही भएर यहाँनिर साँझमा हिँडाउन लागेको थियौँ। त्यही भएर यसो घिउको धुप हालेर अनि त्यसपछि कालो मोसो लगाइदिएर हिँडाउन लागेको थियौँ। यतिखेर चाहिँ हामीले यति बेला चाहिँ म किस्ट हस्पिटलमा एक रात बिताइवरी घर गएर फेरि यति सामानहरू ल्याएर आएर आइपुगेको छु। रिदुमिया माथि 6th फ्लोरमा छ। यस्तो सुनसान, अलिअलि चहल पहल सुरु हुँदैछ हस्पिटलमा। साथीहरू अब बोकेर जाने। रिदुमी चाना के गर्नु भएको? के खानु भएको? पहिला त ब्लड त्यस्तो थिएन होइन, पहिलाचोटि उयो हुँदा त होइन टिस्यु पेपर पो लागिरहेको थिएछ मुखमा अहिलेसम्म त। यहाँ ल्याउ त्यो डस्टबिन फाल्नुपर्छ, फ्याली गर्नुपर्छ। ल्याउनु त्यो। अब त्यो 4 मलाई दिनुहोस्। त्यो 4 दिनुहोस् मलाई। पहिला त त्यस्तो थिएन होइन, पहिलाचोटि हुँदा त। यसपालि चाहिँ ब्लड के भएर इन्फेक्सन भएछ त नि? कुद्ने भइहाल्यो नि हुनु त, के गर्नु। 3 दिन राख्नुपर्छ भनिहालेछ। यति आछि है जुठो बटुको। आठ बजिसक्यो। काठमाडौँको मौसम यस्तो छ साथीहरू। अनि हेर्नुहोस् न के गर्नु छ र, नो भिजिबिलिटी। कहिलेकाहीँ घर जाँदा आउँदा बाटोमा तराईतिर पो यस्तो भएको देखेको। काठमाडौँ पनि यस्तो कुहिरोले ढाकेको छ। अँध्यारो न अँध्यारो दिन छ। 8 बजी पनि यस्तो छ, बिहानको 8 बजे। साथीहरू म चाहिँ यतिखेर घरमा छु। अनि रिदुमी बिरामी भयो, अगाडिको भिडियोहरूमा देखिहाल्नु भयो। उसलाई चाहिँ ज्वरो आएर 81 दिउँसोसम्म सन्चै भएको। हिजोको भिडियोमा हेर्नु, योभन्दा अघिल्लो भिडियोमा हेर्नुभयो भने पनि थाहा हुन्छ। दिउँसोसम्म सन्चै भएको खेलिरहेको मान्छे हो। हल्का खोकी चाहिँ थियो, खोकी पनि त्यस्तो साह्रो होइन, हल्का थियो। अनि दिउँसो लामाटारमा खेल्यो ओर्यो। अनि सुतेर उठ्यो। दिउँसो सुतेर उठ्दाखेरि चाहिँ रिदुमीलाई चाहिँ ज्वरो आइरहेको थियो। अनि त्यसपछि एकैछिनमा अनि साह्रो भइहाल्यो कि 1 घन्टा 1.5 घन्टाको बिचमा नै। अनि त्यसपछि उसलाई चाहिँ ज्वरो धेरै आयो भने के अरे सिजर भइहाल्छ। त्यही भएर मुर्छा पर्ने त्यस्तो भइहाल्छ। अनि त्यही भएर चाहिँ उसलाई गाह्रो भएर लामाटारदेखि आउँदै बाटोमा त्यस्तो भइहालेर चाहिँ अनि हस्पिटल लगेको। अनि हस्पिटल भर्ना नै गर्नुपर्छ, अक्सिजन लेभल पनि कम छ के भन्यो। अनि त्यही भएर चाहिँ लगेको छौँ। अनि हिजो बेलुका चाहिँ उतै बसेँ म पनि, साइली किबु म 3 जना बस्यौँ नानीसँग। अनि त्यसपछि चाहिँ आज चाहिँ म चाहिँ अब बिहान आएर फेरि जाउलोहरू नानीलाई के खाजा लगेर अनि फेरि नाना आउनुभयो लामाटारदेखि खाना ल्याएर। अनि त्यसपछि नाना बस्छु भन्नुभएर दिउँसो अहिले चाहिँ नाना हुनुहुन्छ। किबु पनि गइसक्नुभयो, साइली किबु पनि अब भोलिदेखि फेरि ड्युटी जानु परिहाल्छ उहाँ पनि। अनि त्यही भएर जानुभयो। अनि किबु चाहिँ सुकेदार। अनि त्यस्तो छ। अब हस्पिटल 3 दिन कम्तीमा राख्नुपर्छ भन्नुभएको छ, एन्टिबायोटिक दिनैपर्छ भन्नुभएको छ। ब्लडमा पनि थोरै इन्फेक्सन देखिएको छ। अनि त्यसपछि अक्सिजन लेभल कम छ। ज्वरो चाहिँ तर मेन्टेन भएको छ। हिजो औषधि खुवाउनु थालेपछि चाहिँ अहिले चाहिँ ज्वरो बल्झेको चाहिँ छैन। त्यस्तो छ। अब कति दिनको बसाइ हुन्छ हेरौँ, हेर्दै गरौँ। भिडियोहरू थोरै म लिन्छु। अनि लास्टमा एकैचोटि भिडियो चाहिँ बनाउँछु होला, एउटै ब्लग बनाउँछु होला हस्पिटलको चाहिँ। त्यस्तो छ। के गरेको छ हान्नु त्यसो नगर न। भिडियो हेर्दै गर्नु होला है त। लु है त भात कस्तो हुन्छ, कस्तो छ। झर्ल्याङ सुपसँगको भात ल्याइदिएको छु। साग र आलुमा सुप लाएर ल्याएको। दाल तरकारी बनायो केमा बोक्ने भन्ने हुन्छ। अनि यस्तो ल्याइहालेको छु। भात खानु हुँदैछ नानाजीहरू।
रिदुमी 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 कस्तो छ रिचिमा ओइ रिचिमा के भएको हौ खाने तिमी पनि के भयो खाने त्यो खाली खुट्टा नटेक्यौ न चिसो लाग्छ आज चाहिँ हस्पिटल बसाएको तेस्रो दिन हामी यहाँनिर आएको अस्तिको दिनै हो अस्तिको दिन हिजो आज गरेर तेस्रो दिन म खाना लिएर भर्खर आइपुगिसकेँ यहाँनिर आज चाहिँ हल्का घाम लागिरहेको छ अस्तिभन्दा अलि उज्यालो दिन छ हिजोभन्दा यस्तो छ मौसम अँध्यारो अँध्यारो नै छ तर अस्ति जति साह्रो चाहिँ होइन एक फोनका लाउँदा यस्तो छ सिनारियो मस्त सुतिरहेको रहेछ आमा छोरी उठिगएको मस्तै सुतिरहेको रहेछ त रिदुमी त हेलो साथीहरू नमस्कार मेरो अर्को भिडियोमा स्वागत छ यहाँहरू सम्पूर्णलाई म चाहिँ अहिले पनि लामाटारमा छु आज पनि बिहान हस्पिटलमा खाना पुर्याइ राखिओरि अनि त्यसपछि नानासँग नाना त देखिनुहुन्न रहेछ प्लास्टिकले नानासँग यहाँनिरको लोकल कुखुराहरूमा चारो हालिदिनु नानाको लुगा ल्याउनु लिनुलाई अनि त्यसपछि सागहरू यस्तो तरकारी टिपी लानुलाई आएको नानाले त्यहाँनिर लुगाहरू नानाको लुगा अनि सागहरू त्यो ठिक पारिसक्नुभयो रेडी हो अनि अब फेरि फर्किन लागेको रिदुमी बिरामी भएर अस्तितिरको मैले छोटो छोटो मात्रै भिडियो गरेको छु क्लिपहरू धेरै गर्नै पाएन बिजी भयो अब हस्पिटल घर भइरहेछ मेरो चाहिँ अनि त्यस्तै भइरहेछ साथीहरू अस्तिको क्लिपहरू मैले अगाडि राख्दै थिएँ हेरेर आउनुभयो होला कि कसरी राख्छु म भिडियो अब कसरी बनाउँछु थाहा छैन अनि अब यहाँ कुखुरालाई चारो हालिराखेर अब फेरि फर्किन लागेको 2 बजिसक्यो अब गएर फेरि खानासाना बनाएर बेलुका हस्पिटल पुऱ्याइदिनु पर्ने हुन्छ साइलीलाई खाना अनि त्यसपछि नाना बस्नुहुन्छ अरे आज पनि नानै बस्नुभएको अस्ति सुरुको दिन बेलुका चाहिँ म बसेको थिएँ अनि हिजो बिहानको खाना लिएर नाना आउनुभएको अनि त्यसपछि त्यहाँदेखि हिजो दिउँसो बेलुका रातिसम्म नानै हुनुहुन्थ्यो अनि अहिले चाहिँ यता चारो लाउनु आउनुपर्ने भएको हुनाले म खाना पुर्याएर गएँ हस्पिटल त्यसपछि नानालाई ल्याएर चारो हालिसक्नुभयो नानाले कुखुरालाई चारो पानी अनि अब फेरि फर्किन लागेको अनि अब जाने होइन त रिदुमी बिरामी भइहाल्यो के गर्नु अस्ति दिउँसो अलिकति पानीहरू पनि खेलेको थियो अनि पानी पनि पर्यो चिसो पनि भयो त्यस्तै मौसमी परिवर्तनले गर्दाखेरि पनि होला अनि उसलाई अलिअलि खोकी पनि लागिरहेको थिएछ त्यही भएर उसलाई त गाह्रो भइहाल्यो के गर्नु बच्चाहरू त्यही भएर किस्टमा हस्पिटलाइज भइरहेछ ऊ चाहिँ 2 रात भइसक्यो अब हामी जाने यो बोकेर खै हिँड गरौँ भयो होला नि त रिदुमी के गर्नु भएको दादाले तिमीलाई हेर्नु आएको भन्दै आएर बित्थामा मोबाइल हेर्दै बसिरहेको रहेछ यता यता
बहिनी हेर्नु जाने भनेर रुँदै राम्रै घोर्की लाउँदै आएको मान्छे यत्रो तन्नेरी भएको मान्छे रुन्छ चेरो खोजेर। के हेर्छस् के हेर्छस् दादा जाने है किन दादा जाने त्यही बस्छ त्यही बस्छ है। मिठो छ दुवै सुतिरहेछ। Once again. खाना खाँदै हुनुहुन्छ उहाँहरू चाहिँ। म चाहिँ अल्छी गरेर यहाँ बसिराखेको छु खाना लिएर आएको म चाहिँ। थ्याङ्क यू भन ल फेरि झरो ल फेरि झरो थ्याङ्क यू भन थ्याङ्क यू भन साथीलाई यहाँ बस्ने उसले त आलेक्सिन तँलाई फोटो खिच्नु हुँदैन है भन्छ। ए खाऊ जाने एक गाँस खाऊ न एक गाँस खाएर हामी माथि जाने फेरि हामी साथीहरू लगिहाल्छ साथीहरू ललिपप लगिहाल्छ छिटो। रिदुमी हजुर माम कस्तो छ अच्छा है एक गाँस खाऊ मलाई थाहा थियो कि तिमी नखाँदा छ भने नोबेल दादा त्यहाँ सुत्नु भएको हो नि। यहाँ हेर न क्यामेरामा के गर्नु भएको के खानु भएको के खानु भएको खै मलाई नदिने सानो मलाई दिने कि नदिने मिठो नि त्यहाँ बस्ने नजाऊ हौ त्यहाँ जस्तै त हो नि यहाँ पनि हेर सेम 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 नि घर जाने कि नजाने सुन न घर जाने कि नजाने बाबा जाने घरमा को हुनुहुन्छ ओके भन न त घरमा को हुनुहुन्छ घरमा को हुनुहुन्छ आप्पा खोइ आप्पा घरमा हुनुहुन्छ है नि किन छक्क परेको हौ 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 के भयो हौ बाई जानु बाई भरे डिस्चार्ज भयो भने आउनु आज नत्र म आउँछु फेरि आज भन न त आज एप्पल खाने अरे रिदुमीको डिस्चार्ज भएर आज अब जाने रे सुकेदार रिदुमी रिदुमी यहीँ बसिरहँ है दाने दही दाने मैले बुझिन 2-3 यो मलाई त्यो बोले कसै साह्रो मजा छ यस्तो बोली सुन्नु चाहिँ ए धुनु एक गाँस त खाइहाल्यो त हाँसेको रहेछ हातमा के भयो रिदुमी अरे तुमी हातको सियो त नि हातमा के भयो त्यही त भन्दै थियो नोबेलले रूपमा त त्यो के रे यहाँ काट्छु ल कुरुस
पुरुष सबै गरेछ यस्तोको के हो यो चलाएको याद अनि कसो गइरहेको नि रिचीमा खाने एप्पल त्यस्तो बाङ्गो त्यो नसै बनाउनु होला नि त्यस्तो हुँदाखेरि सोझी जाँदा बाई बाई कैला बाई दादा चाहियो अनि के बाई बाई दिदी अनि के छ बाई बाई दिदी अब पछि आउनु ल तिमीलाई त गएको नभनेको होइन के भएको सबै पर्छ होला तिम्रो त सबै गर्नुहुन्छ होला नि सोफा बाई 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 बाई